हेलो गाइस साथी हो ल है मैले चाहिँ हाम्रो चाउचाउ नेपाली चाउचाउ ल्याएको छु होइन। अनि यो चामल ल्याएको छु एक बोरा अनि चाउचाउ ल है साथी हो। अनि यो ससेस ल्याएको छु दुईटा अनि सुतो मसला अनि फेरि एउटा है साथी हो। अनि एउटा पानी है साथी पानी चाहिँ यो छ है। यो सब्जीको सबभन्दा मिठो पानी अहिले चलेको यति ल्याउँदाखेरि साथी हो जम्मा 100 रुपियाँ गयो भनौँ न। यो सामने 100 रुपियाँ गयो साथी हो। ल अब बाटोतिर भेट्ने साथी मैले झुट बोल्यो भन्नु होला। जसले मलाई फलो होइन कमेन्ट लाइक गर्नु भएको छ उहाँलाई चाहिँ मैले मजाले समय पऱ्यो भने अब साथीहरूलाई खाना अब जे पनि अब नास्ता ब्रेकफास्ट होइन सबै फ्री मसँग पऱ्यो भने चाहिँ है। जब मसँग हिँड्नुभयो भने मसँग हिँडेर भन्दा पाउनु भएन फलो लाइक गरेको हुनु पऱ्यो साथीहरू। ल मजाले यसरी सामान किनेर राख्छु मासु भात मजाले दान गर्न पायो है साथीहरू। ल यति चाहिँ मसँग छ साथीहरू। ल हस् त अहिले म चाहिँ यता ओसियामा बसेको अवस्था छु। सुत्न लाग्यो साथीहरू 1-2 घन्टा निद्रा लाग्यो। ल हस् त बाई बाई। एकदम है साथीहरू मैले झुट बोलेँ होइन। सँगै चाहिँ हिँड्नु पऱ्यो। हिँड्यो भने भोकै हुँदैन होटलमा खानु पर्दैन मजाले पकाएको मासु भात मिठो भात खान पायो है त साथीहरू। थकाली होटल सेमसेम है खाना चाहिँ एकदम मिठो छ। ल हिँडेरै हेर्नु दाइ फलो गरेको छ म तपाईँलाई कमेन्ट गरेको छु तपाईँले भनेर आउनु साथीहरू वेलकम छ है मसँग चाहिँ। ओके बाई।